हेलो दोस्तहरू, वेलकम छ मेरो युट्युब च्यानलमा चाहिँ तपाईँहरूलाई यस मेरो मिनी ब्लगमा चाहिँ स्वागत गर्दछु। मैले चाहिँ धेरै लामो समयदेखि आज निकै टाइमदेखि चाहिँ मैले यो ब्लग लिएर आइरहेको छु। आज चाहिँ मेरो गाउँको मौसम अथवा मेरो गाउँमा रहेका विभिन्न कुराहरूको जानकारी दिन तपाईँहरूलाई ब्लग ल्याइरहेको छु। तपाईँहरूले चाहिँ यो भिडियोलाई चाहिँ तपाईँहरूले सुरुदेखि अन्तिमसम्म नकटाइकन हेरिदिनु होला। के कस्तो लाग्छ प्रतिक्रिया जनाइदिनु होला। हाम्रो गाउँमा चाहिँ यस्तो छ साथीहरू, हरियाली हेर्नुहोस्। पर घर त्यो चाहिँ छोडिसकेको यस्तो राम्रो ठाउँ। यहाँ चाहिँ टक्क पहिले कुखुरा फार्महरू वस्तु लगाएर कृषि फार्म खोलेको थियो। अहिले चाहिँ पुरै ठप्पै छ। यता देख्न सक्नुहुन्छ मकैबारी हाम्रो। अनि यो ठाउँ चाहिँ रमाइलो ठाउँ भएर तपाईँहरूलाई देखाउन गइरहेको छु। यस्तो रमाइलो ठाउँ त कहाँ देख्नु, नेपाल बाहेकको ठाउँ देख्नु त गाह्रै छ नि। यो के छ त, कहीँ छ भने भनिदिनुहोस् है साथी। म त छोटो टक्क भनिदिइहाल्ने हो। फेरि नेपाल जस्तो सुन्दर प्रकृतिले भरिपूर्ण देश अरू ठाउँ कहाँ छ होला। अहिले त सहरतिर जाउँ भने विभिन्न फ्याक्ट्रीको धुलो धुवाँ अनि फोहोर मैला होइन। अब त्यो गाडीको साउन्डले गर्दा हो, गाडीले गर्दा हो। यस्तो गाउँ जस्तो चिज, यो स्वर्ग जस्तो चिज छोडेर चाहिँ मान्छेहरू सहरतिर पसिरहनु भएको छ। त्यसरी घर छोडेर यो चाहिँ अलिकति दुःखदको टक्क खबर भनौँ न, खबर छ तपाईँहरूलाई। यसरी गाउँै छोडेर चाहिँ नजानु होला। अब यहीँ गरेर पनि केही त हुनसक्छ, तर गाउँलाई चाहिँ छोडेर चटक चाहिँ नजानु होला साथीहरू। भन्नु त तपाईँलाई भिडियो हालिदिन्छ।